खेल्ने दिन आउँदैछ। यिनीहरूलाई जनताले टुडी खेलमा लखटी मार्ने दिन आउँदैछ। प्रचण्डजीहरूको यो देशमा अब टेक्ने धरातल पनि छैन, समाउने हाँगो पनि छैन। राजालाई अनेक आरोप र लाञ्छना लाउनुभयो, प्रमाणित गर्न सक्नुहुन्छ उहाँहरूले। यदि प्रचण्डले दरबार हत्याकाण्डको चाहिँ पत्ता लगाउन सक्थ्यो भनेदेखि उनले आफ्नै छोराको हत्याकाण्ड पत्ता लगाउन किन सकेनन्? छोरालाई पोस्टमार्टम गर्नु पर्यो भनेर डाक्टरहरूले भन्दाखेरि पोस्टमार्टम गर्न नदिएर दौडाएर आर्यघाट पुर्याउने व्यक्ति को हो? अहिले फेरि प्रचण्डहरू सरकारमा फेरि आउने भन्ने कुरा पनि आइरहेछ। प्रचण्डले कुनै पनि कुरा सोच्दैनन्। उनले आफ्नो ज्यान बचाउने र लुटेको पैसा कसरी बचाउने भन्ने मात्रै प्रचण्डजीको दिमागमा छ। त्यसमाथि पनि उहाँहरू तीन दल भनेको प्रतिपक्षमा बसे पनि सत्ता पक्षमा बसे पनि सधैँ सत्ता पक्ष जस्तो हो। उहाँले गणतन्त्रको यत्रो 17 वर्षमा चाहिँ उहाँले किन त्यो फाइल खोल्न सक्नु भएन, किन कारबाही गर्न सक्नु भएन? उहाँहरूले नै भनेको होइन, राजा सुनै सुनको के अरे खाटमा सुत्छन्, सुनको थालमा खान्छन्, दरबारै सुनै सुनको छ भन्थे। जनताले पत्याए त, जनताले राजदरबार हेरेछन् नि भने उहाँहरूको बोली कति फटा हुँदो रहेछ, उहाँले कति फटा बोलेर जनतालाई झुक्क्याउन हुँदो रहेछ भन्ने कुरा जनताले बुझिसके। इन्डियन च्यानलहरूले नै भनेका छन् माओवादीलाई पाल्ने हामी नै हौं। उनीहरूले त अझ कत्रो नीच शब्द प्रयोग गरे भनेछन्, ओ कुत्ताको हामीले पाला आए भनेछन् उनीहरूले। यिनीहरू त भारतको कुत्ता रहेछ नि त, कुकुर रहेछ नि त, नभएदेखि